आज लङ टाइम है लास्ट विक बनाउनु पाएन अलिक बिजी भयो आज चाहिँ हामी फेरि बनाउँदैछौँ आज हामी फेरि खेल्दैछौँ आज हामी अस्ति त नबन्नु भनेर ठिक भनेको थियो आज चाहिँ आज होस् आज एक गोल मात्र आज एक गोल मात्र ल ल कैद गर्नुपर्छ भाइ ओके वी हैव माय फ्रेन्ड काले कालेको आज फेयरवेल गेम हो दाइ आज एक गोल यो मेरो भाइ आज लास्ट गेम हिज गोइङ है आज यसको लागि भनेर विशेष मेरो भाइको लागि भनेर विशेष गेम राखेको छौँ आज हामी आज एक गोल चाहिँ किनभने हामी त खतरा छौँ नि त हामी त उहाँहरू खतरा हुनुहुन्छ त्यही भएर एक गोल मात्र है मिलन भाइ Mr. Santos Taman. Mr. Asu. दुर्गा दाईको भ्लग है दुर्गा दाईको भ्लग तिमीले सब्सक्राइब गरेछ कि छैन गरेछ तपाईलाई दुर्गा दाईको दुर्गा दान गरेछ ठिक आउँछ यहाँनिर वेलकम ब्याक दुर्गा दाईको भ्लगमा है अब आज पनि हाम्रो खतरा म्याच हुन्छ है आज पनि हार्नै पर्छ भाइ आज होइन भाइ आज त पुरै फर्ममा आएको हिजोको बदला आज पुरै तिर्ने हो नि खै दाइ थाहा नै छैन यार त्यसलाई चेन्ज गर्नु न हाम्रो केटाहरूसँगै केटाहरू फरेन प्लेयर लिएर रहेछ ल एकछिनमा गेममा देखाउने छौँ अब एकछिन बसी वेलकम ब्याक दुर्गा दाइ कतिको अप भइरहेछ अब चाहिँ गेम पनि खिच्नु पऱ्यो केटाहरू गेम खिच्नु पऱ्यो दाइ गेम यसो गेम पनि खिच्नु पऱ्यो दामी दामी होइन होइन दाइ त्यही जुन हुन्छ नि यार दाइ ल हाम्रो अब दोस्रो खेल सुरु हुन लागिरहेछ ल सेकेन्ड हाफ हाम्रो सुरु हुन लागिरहेको छ हाम्रो प्लेयरहरू आफ्नो पोजिसनमा छन् यसरी नाइस Nice. Nice try, nice try. खेल अहिले एकदमै प्रतिस्पर्धामा चलिरहेको छ अहिले बल सन्तोषको हातमा सन्तोष लामाको स्विच दिनेश चामलिङ राईको गोल यो एकदम राम्रो गोल हारेको छ हाम्रो दिनेश चामलिङ राई नाइस हेड सट गोल हानेर 3 गोलको अग्रता लिन सफल आगमन युवा क्लबका खेलाडीहरू 3 गोलको अग्रता लिन सफल 3 अप हो भाइ 3 अप राम्रो हेड गोल अहिले कर्नर किक हान्न हाम्रो म्युजिसियन टोली आजको हाम्रो यो खेल चाहिँ म्युजिसियन टोली भर्सेस आगमन युवा क्लब बीच भइरहेको छ अहिले बल दुर्गाको हातमा दुर्गाले बल मिस गरे सन्तोष लामाको हातमा सन्तोष लामा खुट्टामा अहिले हाम्रो म्युजिसियन टोलीको खुट्टामा बल
नाइस म्युजिसियन टोली धेरै राम्रो नाइस डिफेन्स म्युजिसियन टोलीको खुट्टामा बल छ अहिले त्यस्तै नाइस ओके दुर्गा खुट्टामा बल भाइ गएस सन्तोष लामा नाइस स्विच लभली बल लभली सन्तोष तामाङ सन्तोष लामाको खुट्टामा बल छ अहिले नाइस ट्राई योसँग निकै नै राम्रो सट निकै नै राम्रो सट बल मिस भएको छ केटा हो निकै नै राम्रो प्रहार थियो दिनेश चामलिङ राईद्वारा केही इन्जोर्ड जस्तो देखिएको अवस्था यता हाम्रो म्युजिसियन भाइले नाइस सट ओके फेरि पनि बल आगमन युवा क्लबका खेलाडीको हात खुट्टामा सन्तोष लामाको खुट्टा हो धेरै बल खेलाउने कारणले गर्दाखेरि गेम केही हदमा बिग्रिरहेको अवस्था नाइस फेरि पनि दिनेश चामलिङ राईबाट यो उत्कृष्ट गोल दिनेश चामलिङ राईद्वारा उत्कृष्ट गोल नाइस नाइस फेरि एकचोटि फेरि हात माथि गर्नु पर्यो भिडियो जुममा छ हेलो दिनेश चामलिङ राई नाइस सट आहा निकै नै राम्रो कोसिस थियो निकै नै राम्रो कोसिस नाइस डिफेन्सिभ बल हाम्रो दुर्गा लामाको खुट्टामा लभली 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 स्किल फ्रम चिनाल्डो लभली लभली ए चिनाल्डो के खेलेको त्यस्तो ए कराउनु नमिल्ने भयो भिडियोमा सेट सरी ल गाइस आजको हाम्रो गेम चाहिँ विनर भएको अवस्था छ ल हाम्रो के छ विनर भएको अवस्था इन्जर्ड भयो है गाइस इन्जर्ड भयो हैन खुट्टा चाहिँ यहाँनिर एङ्कलको अवस्था लगाइरहेको छ हैन हाम्रो चिनाल्डो सर खुट्टा गयो पनि गोल चाहिँ गएन के छ सन्तोष भाइ आज गेम कस्तो भयो आज रमाइलो भयो है हाम्रो मेरो साथीको काले भाइको फेरुवेल आज फेरुवेल गेम भाइ ओके ल भाइ कस्तो भयो आज गेम आज गेम राम्रै भयो अलिकति फेरुवेल भाइ ल एकदम हेभ सेफ है भोलि फ्लाइट चाहिँ सेफ हुनु पऱ्यो होइन राम्रोसँगले है ल सी यू वेन वी सी यू के छ काफले हालखबर ठिक छ नि आजको हाम्रो खतरा स्कोरर के छ मिस्टर दिनेश चामलिङ राई अनि यहाँ आजको फेरि कागे गोल स्कोरर डबल ह्याट्रिक सब कागे होइन तर दामी गोत्यो भाइ नाइस होइन त ल भाइ के छ आजको दामी नाइस होइन त आमा आजको प्लेयर अफ द म्याच किपर हाम्रो आसु भाइ है ल हाम्रो ओपिनियन होइन अब आजको खतरा प्लेयर चाहिँ यता छ फेरि है एकदम होइन फर्मको प्लेयर चाहिँ फेरि यता छ झन् खुट्टा गएको त्यही फेरि एनिवेज आजको खेलकुदको बारेमा के भन्नु आज चाहिँ एकदम राम्रो खेल भएको थियो होइन सबैले मिहिनेत गरेर खेला चाहिँ यतिको गेम भयो भने चाहिँ नि हामी चाहिँ जोस वर्ल्ड कपको चाहिँ जोस अर्को पालि छिर्ला कि जस्तो फिल भइसकेको छ
ओएलडी वर्ल्ड के अरे हाम्रो सोनाम आज आउनु पाएन यार, एकदम मिस। हाम्रो सोनामा आएन आज हाम्रो मेन स्ट्राइकर मेहनत पुगेको छैन अझै आजु अलराउन्डर प्लेयर के भन्न चाहनुहुन्छ बेस्ट खेलेपछि लाइफमा जो अलिकति हुन्छ नि सबभन्दा बेस्ट खेल्नुपर्छ एक गेम जस्तै के अरे जहिले खेल्दाखेरि नि जस्तो लाग्छ मलाई चाहिँ। त्यही भन्न चाहन्छु दर्शक दिनहरूलाई। सन्तोष कस्तो लाग्यो आज ल गाइस सी यु नेक्स्ट टाइम अगेन नेक्स्ट गेम हेर्दै नेक्स्ट गेम नेक्स्ट टाइम नेक्स्ट गेम नेक्स्ट प्लेस नेक्स्ट ब्लग नेक्स्ट ब्लग ए नेक्स्ट नेक्स्ट गेम होइन त्यो ब्लगरको के अरे आइडी चाहिँ के भने होइन सेम ब्लगर सेम ब्लगर सेम ब्लगर है लाइक सेयर सब्सक्राइबहरू खै तपाईँको त्यो भन्नु नभन्नु है त्यो नभन्नु प्लिज नो लाइक नो सब्सक्राइब नो अनि के अरे नो सेयर नो सेयर प्लिज है ल थ्याङ्क यू सो मच नो वाच नो वाच पनि है प्लिज